सबैजनालाई है नमस्ते। अन्त आज चाहिँ मैले भ्लग स्टार्ट गरेको छु। अन्त आज चाहिँ त्यही हो, के गर्छु कसो गर्छु कहाँ जान्छु, जानु त कहाँ जानु घरमै हो। के गर्नु छ त्यो म तपाईँलाई देखाउँछु है। आज म के पकाउँछु त्यो देखाउँछु, के गर्छु त्यो देखाउँछु। मेरो आज दिनभरिको रुटिन तपाईँलाई देखाउँछु। हस्, यहाँ चाहिँ चिया पाक्दैछ, यहाँ चाहिँ मासु। यस्तो यस्तो चाहिँ गर्नु हुँदैन नि त, यस्तो चाहिँ गर्नु हुँदैन नि त हो। अहिले चाहिँ घर अलिक यस्तो मैला भइरहेको छ हो। अहिले म यस्तो गरेर त सफा गर्नु त सक्दिनँ, र पनि के गरेको होला है भाइ, र पनि म सफा गर्छु। अब पकाउँछु म चिकन विथ आलु हो। अचार छ हाम्रो हिजोको। मैले चाहिँ एक मग चिया खाएर चाहिँ बसिसकेको हो। र हाम्रो आजको दिन चाहिँ कुछ यस्तो भएको छ। यस्तो टलक्क मैला छ। अहिले फेरिदिएको लुगा यस्तो गति, जुत्ता यस्तो गति, पेन पनि बाङ्गो न बाङ्गो हो। उसको चाहिँ नि हालत चाहिँ नि जहिले यस्तै हुन्छ। लु जाउँ हेर्नु नि, लु लु लु। अन्त यस्तो धुलो खेलाइ छ। रोड सफा गरिदिँदैछ हिँड्ने बाटो। लु जाउँ जाउँ जाउँ। अभि पेन पनि बाङ्गो देवानन्दको जस्तै। सक्छ त कसैले भाइलाई। रुम्पु राजा किधर चले। आउन हाम्रो बारी देखाउँ न ल। बारीमा सब्जी के छ देखाउँ न ल। ल ओके, लिन बिस्तारै 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 होइन बिस्तारै होइन बिस्तारै। उसको कपाल चाहिँ यस्तै हो, डेडलक गरेको उसको कपाललाई चाहिँ हामीले यसरी, कपाललाई चाहिँ यसरी डेडलक गरेको हामीले। त्यसका बाजी भन्दैछ भाइ, त्यसका बाजी। लु बिस्तारै 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 बिस्तारै। लु 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 लु। यस्तो छ नि त पारा, यस्तो छ नि त। यहाँ चाहिँ हाम्रो टक्कै यस्तो गरेर चाहिँ त्यहाँ नकिचाइ। ले लड्यो, देखेको छैन हौ। यसलाई यसरी यसरी हिँड्न मसँग, बिस्तारै हिँड्न बिस्तारै गरेर बिस्तारै हिँड्न। तर बारी देखाउनु त के दिन्थिस्। हाम्रो चाहिँ धनियाँ कुछ यस्तो गरिआएको छ। दामी धनियाँ छ। अन्त योसँग चाहिँ के चाहिँ गर्नु होला। यस्तो गरेर लसुन छ यहाँ हो। यो चाहिँ हाम्रो सबै बारीको सब्जीहरू हो। यहाँ सिमीहरू छ, अन्त बिटहरू सबै यहाँ सब्जी, यहाँ पालकहरू छ सबै हो। अन्त यहाँ साइडको चाहिँ सबै यो लसुनको पत्ता, योहरू सबै लसुनको पत्ता, डुकु पर धनियाँ, यहाँ सबै ढुकी पऱ्यो, डुकु ब्रोकौली, अन्त यो सबै ब्रोकौली हो। अन्त उयो चाहिँ के भन्छ, यो सबै प्याजको पत्ता, अन्त यो डुकु परको चाहिँ हाम्रो फुलकोपी हो। फुलकोपी पो अरे, सरी बन्दाकोपी हो। अन्तखेरि चाहिँ यसरी नै छ हाम्रो बारी चाहिँ अहिले यतिको छ हो। अलिक मेन्टेन गर्दै जानुपर्छ, अलिक बादमा अलिक के हुँदै जान्छ है। यहाँ चाहिँ मैले प्याजहरू काट्दैछु सब्जीको लागि हो। हेर्दै जानु होला कसरी बनाउँछु भनेर। यहाँ चाहिँ मेरो मासु पनि काटिसकेको छु, आलु पनि, टमाटर प्याज सबै, लसुन र अदुवा मात्रै त्यो गर्नु छ। अन्त यहाँ चाहिँ मेरो नानी यसरी नै बदमास, उसँग काम गर्नु चाहिँ ओभर डिफिकल्ट हुन्छ। र पनि अब चाहिँ सब्जी बनाउने कार्यक्रम हुँदैछ मेरो। भन न पहिला, भन कता जानु चाहिँ के खानु भएको। बिस्किट हो, बिस्किट हो। अन्त के हो चराइ त, अन्त गाडीमा छ त अन्त लड्यो। खै बाई 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 बाई। उसको चाहिँ दिनभरि यस्तै चलि नै रहन्छ। अहिले दाल पनि बनाउँदैछु। अब यहाँ दाल बनाउँछु हो। अन्त यहाँ मैले भाँडा पनि धोइसकेँ चिटिक्कै। यहाँ मेरो कुखुराहरूले खाँदैछ। अब यहाँ बडा कुडाल गरेर यो सबै यस्तै गरेर यहाँ मासु अझै पाकिरहेको छ, सब्जी पाकिसकेको छैन। बडल कुडाल गरिसकेर चाहिँ त्यहाँदेखिको लिपलाप गर्छु। सबै काम सकेर तपाईँलाई देखाउँछु ल। यहाँ चाहिँ मेरो दाल पाक्यो हो। यहाँ चाहिँ सब्जी पाक्यो यहाँमा। अन्त अहिले चाहिँ मेरो
किचन यस्तो भइरहेको छ यस्तो हो। यहाँ चाहिँ गोबर घर लिप्नुको लागि गोबर टिप्दैछ है। अस्ति चाहिँ मैले गोबर टिप्दाखेरि अलिकति मात्रै टिपेको थिएँ र राम्रो भएको थिएन। आज चाहिँ यति बिघ्न टिप्दैछ गोबर चाहिँ। यसरी चाहिँ घर मजाले लिपिन्छ भन्नुहुँदै थियो। किचनलाई सफा गर्नुको लागि यहाँ रेडी हुँदैछ हाम्रो गोबर र यतिकोमा मात्रै गर्छ होइन नि यो टाल्नु चाहिँ यसरी यसरी यसले टाल्नुपर्छ हेर्नु होला यस्तो भित्केको हो कि यसरी टाल्नुपर्छ अरे भित्केको चाहिँ यसरी ए बुझ्यो त अहिले एकछिन सुकेपछि यहाँ चाहिँ मैले सबै लिपलाप पारेर पनि सकिसकेँ। यो चाहिँ मेरो फाइनल लुक हो किचनको। मेरो यो किचनको फाइनल लुक हो है। मैले सबै सकिसकेँ हो। किचन सबै सफा गरिसकेँ, रुम सफा गरिसकेँ चाहिँ गाइस। मैले चाहिँ आज काम पनि सकिसकेँ है। मेरो सबै काम गरिसकेँ र चाहिँ आजको भिडियो पनि म यहीँ एन्ड गर्नु चाहन्छु है। मेरो आज बिहानदेखिको चाहिँ दिउँसोसम्मको रुटिन मात्रै थियो, बेलुकाको त गर्दिनँ, पुरा लामो हुन्छ। अन्त र चाहिँ अहिले बिहानको चाहिँ सबै काम गरिसकेँ। बिहान उठेकोदेखिको लिएर सबै। अहिले चाहिँ मेरो नानी पनि सुतिसक्यो र मैले घर सफा गरिसकेँ चाहिँ। अब तपाईँहरूलाई नेक्स्ट भिडियोमा भेट्छु। तपाईँहरूले यसरी नै मलाई हेरिदिँदै गर्नुहोस्, मेरो भिडियो हेरिदिँदै गर्नुहोस् र मलाई सपोर्ट गरिदिँदै गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। बाई बाई।